प्रधानमन्त्री केपी शर्मा ओलीमाथि चितवनमा भयो अपमान। आज भरतपुर महानगरपालिकाको मेयर रेणु दाहालको पहल र सक्रियतामा पूर्व पश्चिम राजमार्गको गुन्द्रुक पुल्चोकको 6 लेनको सडक सम्पन्न भएपछि उद्घाटनका लागि चितवन पुगेका ओलीमाथि चितवनका जनताले अपमानित गरेका छन्। काम गर्ने कालु मकै खाने भालु भने चाहिँ उद्घाटन गर्नका लागि ओलीलाई बोलाएको भन्दै चितवनका जनताले उद्घाटन गर्ने क्रममा सम्बोधन हुँदै गर्दा रेणु दाहालको सम्बोधनलाई सभ्य र भव्य भएर सुनि बसे। तर जब ओलीले बोल्न थाले एकाएक जनता रेणु दाहाल जिन्दाबाद भन्दै कार्यक्रम स्थलबाट हिँडेका छन्। अहिले चितवनका यी सडक एकदम चर्चित र भाइरल बनिसकेका छन्। कुनै पनि युरोपियन देशभन्दा कम नदेख्ने फरक नदेख्ने सडकमा राखिएका स्ट्रक्चरहरूले पनि देखाइसकेका छन्। लामो समयदेखि रेणु दाहालले आफ्नै पहलमा र सक्रियतामा यो सडक लामो समय पछि आज सम्पन्न गरेर उद्घाटन गरेका छन् भने रेणु दाहाललाई सम्पूर्ण जनताले पनि चितवनका जनताले पनि बधाई समेत दिँदै आज उद्घाटन सम्पन्न गरेका छन् र हाम्रो तर्फबाट पनि चितवनका मेयर रेणु